यो म्याच भनेको चाहिँ अब दुईजना एकदम प्रतिस्पर्धा टिमहरू भिडन्त भइरहेको छ। अगाडिको गेममा पठान भाइहरूले एकदमै छोटो समयमा जित निकाल्नु भएको थियो, त्यसै गरी उताको टिम पनि एकदम छोटो समयमा जितेर अहिले दुईजना टिमको भिडन्त छ। अब यो टिममा कसले जित्छ भन्न सकिँदैन। अब मैले गेस गरेको चाहिँ पठानले जित्छ कि भन्ने अनुमान मेरो गेस छ, तर मेरो गेस त नहुन पनि सक्छ होइन। यो गेम चाहिँ दामी गेम भइरहेको छ है, हेर्न मजा छ। अब हेरौँ कसले जित्छ है त। 1 2 3 भनेर एकैचोटि यिनीहरूले प्रेस लाउनु पर्ने हो के। यो हो नि त, यो हो पठानलाई मार, पठानलाई छोड, नछोड।